सुनको मूर्ति। कुनै एउटा गाउँ थियो। त्यहाँ कान्छालाल र रूपमती नाम गरेका दुईजना बुढाबुढी बस्थे। उनीहरू साह्रै इमान्दार थिए। सधैँ अरूको भलो चिताउँथे। उनीहरूका छोराछोरी थिएनन्। उनीहरूको गाउँ सहरभन्दा धेरै टाढा थियो। त्यो गाउँमा 8-10 वटा घर मात्र थिए। गाउँ घना जङ्गलको छेउमा थियो। गाउँमा बेला बेला चितुवा, भालु, बाँदर, बसो जस्ता जङ्गली जनावर आउँथे। बुढाबुढीको थोरै बारी थियो। उनीहरूले बारीमा मकै, फलफुल र तरकारी लगाउने गर्थे। बाली पाक्नै लाग्दा बाँदरले खाइदिन्थे। बुढाबुढीले केही खान पाउँदैनथे। आफूले लगाएको बाली बाँदरले खाइदिँदा बुढाबुढी साह्रै नै चिन्तित थिए। एक दिनको कुरा हो। उनीहरूले बाँदरलाई धपाउन के गर्ने होला भनेर सल्लाह गरे। बाँदरले मूर्तिलाई आफ्ना पुर्खा मान्छन् भन्ने उनीहरूले सुनेका थिए। पुर्खा भएको ठाउँमा केही हानि गर्दैनन् भन्ने थाहा पाएका थिए। त्यसैले उनीहरूले मूर्ति बनेर बारीमा उभिने निधो गरे। अर्को दिन बिहानै बुढा पेटभरि खाना खाएर बारीमा उभिन भनेर निस्के। बारीमा पुगेपछि बुढा मूर्ति झैँ ठिङ्ग उभिए। यता बुढी भने यसपालि टन्नै बाली भित्राउन पाइने भो भनेर मक्ख पर्न थालिन्। सदा झैँ दिउँसो पख बाँदरका बगाल उफ्रदै बारीतिर आउन थाले। बुढा हलचल नगरी उभिरहेका थिए। आफूलाई देखेर बाँदर कहिले नआउने गरी भाग्छन् भन्ने सोचिरहेका थिए। यतिकैमा एउटा चङ्खे बाँदर बारीभित्र पस्यो। मकै भाँचेर खानै लाग्दा नजिकै मूर्ति उभिएको देख्यो। ऊ मूर्ति नजिक पुग्यो। ओहो, यो त मूर्ति पो रहेछ। आफ्ना पुर्खाको मूर्ति भनी ढोग्न थाल्यो। मूर्तिलाई ढोगेपछि चङ्खे बाँदर बगल भएतिर कुद्दै गयो। हाम्रा पुर्खा भन्दै चिच्याउन थाले। यो सुनेर सबै बाँदरहरूका कान ठाडा भए। उनीहरू खुसीले उफ्रदै मूर्तिनिर पुगे। पुर्खा भेटेको खुसीमा उनीहरू नाच्न थाले। यतिकैमा चङ्खे बाँदरले एउटा जुक्ति निकाल्यो। उसले सबैलाई एकैछिन शान्त रहन भन्यो र आफ्नो जुक्ति सुनायो। उहाँ हाम्रो पुर्खा हुनुहुन्छ। पुर्खा भनेका हाम्रा भगवान हुन्। त्यसैले उहाँलाई यहाँ एक्लै छाड्नु हुँदैन। हाम्रो वासस्थानतिर लग्नुपर्छ। दिनहुँ पूजा गरेर राख्नुपर्छ। चङ्खेको कुरा सुनेपछि बाँदरले होमा हो मिलाए। अर्को एउटा बाँदरले थप्दै भन्यो, हाम्रा पुर्खालाई बोकेर लग्नुपर्छ। सुनै सुनले सिगार्नुपर्छ। सुनको मूर्ति बनाएर राख्नुपर्छ। ती सबै कुरा बुढा मान्छेले सुनिरहेका थिए। त्यही पनि उनी चुपचाप उभिरहे। उनलाई बाँदरले के गर्ने हुन्, कता पुर्याउने हुन्, अब के पो हुने हो भनेर पिर पर्न थाल्यो। एकछिनपछि बाँदर मूर्तिको वरिपरि घुम्न थाले। चारैतिरबाट मूर्तिलाई नियाल्न थाले अनि बिस्तारै काँधमा बोकेर लान थाले। बुढालाई भने डरले सताउन थाल्यो। यतिकैमा चङ्खे बाँदरले भन्यो, बिस्तारै गर है, हाम्रा पुर्खा लड्लान्। लडे भने राम्रो हुँदैन, अशुभ हुन्छ। जाँदा जाँदै उनीहरू खोला नजिक पुगे। खोला तर्नु पर्ने भयो। त्यस ठाउँका बाँदरको अचम्मको बानी रहेछ। खोला तर्दा गीत गाउनु पर्ने। खोलामा पुगेपछि बाँदरले गीत गाउन थाले। उनीहरूको गीत सुनेर बुढाको हाँसो फुत्केला जस्तो भयो। तर उनी हाँसो खपेर बसिरहे। खोला तरेपछि बाँदरहरू उकालो लागे। एकैछिनमा बुढालाई डाँडाको टुप्पामा पुर्याए। यहीँ राख्नुपर्छ भन्न थाले। बुढालाई दुःख पाइस मङ्गले आफ्नै ढङ्गले भने झैँ लाग्यो। चङ्खे बाँदरले अब हामीले मूर्तिलाई सिँगार्नुपर्छ। ल सुनको बाकस ल्याऊ भन्न भन्यो। बाँदरसँग पनि सुनका बाकस हुँदा रहेछन् भनेर बुढा छक्क परे। एकैछिनमा अर्को बाँदरले 2वटा सुनका बाकस लिएर आयो। मूर्तिको छेउमा असर्फी खनायो। चङ्खे बाँदरले अब मूर्तिको शरीरभरि असर्फी टाँस्नुपर्छ भन्न थाल्यो। शरीरभरि सुनका असर्फी टाँस्ने कुरा सुनेपछि बुढा डराउन थाले। बाँदरले बुढाले लगाएका लुगा फुकाल्न थाले। लुगा फुकाल्न थाल्दा बुढालाई खपिन सक्नुभयो। उनको शरीरमा छुनै हुँदैन थियो। काउकुती लाग्थ्यो। ऊ चलमलाउन थाले। चितित्त हाँस्न थाले। मूर्ति हाँसेको देखेर सबै बाँदर के भयो भन्दै डराए। उनीहरू सबै असर्फी छोडेर कुलिलाम ठोके। बाँदरहरू त्यहाँबाट भागेपछि बुढाले सुनका असर्फी बटुलेर बाकसमा हाले। उनीहरू बाकस बोकेर घर फर्के। उनले असर्फी रहेको बाकस बुढीलाई दिए। बुढीले बाकस खोलेर हेरिन्। बाकसभित्र असर्फी देखेर छक्क परिन्। उनले बुढालाई सोधिन्, यतिका असर्फी कहाँबाट ल्याउनु भयो, कसले दियो? बुढाले सबै कुरा बेली बिस्तार लगाए। बुढाका कुरा सुनेर बुढी अचम्म परिन्।
उनलाई यो सबै कुरा गाउँलेलाई कति बेला सुनाउनु भयो। अर्को दिन उनले गाउँलेलाई बोलाइन्। रामलाल, बिर्खालाल, चनमती, सुखमाया, सुनमाया उपस्थित भए। बुढीले गाउँलेलाई सबै घटना सुनाइन्। बाकस खोलेर असर्पी समेत देखाइन्। सुनका असर्पी देखेर गाउँले आश्चर्यमा परे। धेरै जसो गाउँलेले भने, तपाईहरूले आजसम्म कसैको कुबलो चिताउनु भएन, कसैको नराम्रो सोच्नु भएन, कसैलाई हानि हुने काम गर्नु भएन। त्यसैको फलका रूपमा आज असर्पी पाउनु भयो। तपाईहरूको जुक्तिले गर्दा गाउँमा बाँदर पनि आउँदैनन् होला। हामी पनि आइसन्चो हुने भयो। केही समय बसेर गाउँलेले आफ्नो घरतिर लागे। घर पुगेपछि बिर्खालालको मनमा लोभ जाग्यो। उसले त्यसै गरी असर्पी पाउने आशा गर्यो। अर्को दिन ऊ कसैले थाहा नदिई बारीमा मूर्ति बनेर उभियो। उसलाई कतिखेर बाँदर आउँलान् र बोकेर लग्लान् भन्ने लागिरह्यो। एकछिनपछि उसै गरी बाँदर आए। बारीमा मूर्ति उभिएको देखि हामीले डाँडामा छाडेको मूर्ति यहाँ आएर कसरी उभियो भन्दै छक्क परे। अब यसलाई पनि लिएर जाउँ भन्दै बोक्न थाले। मूर्ति लिएर खोला छेउ पुगेपछि बाँदरले गीत गाउन थाले। बाँदरका गीत सुनेर बिर्खालालले हाँसो खप्न सकेन। ऊ खित्का छाडेर हाँस्यो। हाँसो सुनेपछि बाँदरले यो त हाम्रो पुर्खा होइन रहेछ भनेर त्यसलाई खोलामा फालिदिए। बिचरा बिर्खालाल के गर्न सक्थ्यो र? उसलाई खोलाले बगाउँदै लग्यो। बाँदर भने उकालो लागे। बिर्खालाल बल्ल तल्ल पौडेर खोलाको किनारमा पुग्यो। साँझपख ऊ मलिन अनुहार लिएर घर फर्कियो। उसलाई देखेर बुढीले सोधिन्, के भयो तपाईलाई? यस्तो हालत कसले बनाइदियो? बिर्खालालले रुन्चे स्वरमा सबै घटना बुढीलाई सुनायो। बुढाका कुरा सुनेर बुढीले सम्झाउँदै भनिन्, अर्काले गर्यो भन्दैमा देखासिखी गर्नु हुँदैन। आज ठूलो दुर्घटनाबाट बस्नु भएछ। अब यस्तो कहिल्यै नगर्नु होला। बुढीका कुरा सुनेपछि उसले टाउको हल्लाउँदै भन्यो, अब यस्तो कहिल्यै गर्दिन। लोभले लाभ, लाभले बिलाप हुने रहेछ। काम गर्दा सोचेर मात्र गर्नुपर्ने रहेछ।